सिद्धार्थ आज कहाँ आउनु भएको छ येल्लो पार्कमा साइकल खेल्न आउनु भएको छ है ल ओके ल आउनुहोस् माथि बुङ हुन्छ नि ल ट्राई गर ल बुङ भयो झन्डै ल आऊ केयरफुल चाहिँ हुनुपर्छ है यु क्यान ट्राई तर केयरफुल भएर ट्राई गर्ने कहाँ जाने ल ल लेट्स गो ल पापाको कल आइरहेछ मुनि होइन है बाटो बाटोमा है बेबु मम्मा आउँदैछु हिँड्नुहोस् हिँड्नुहोस् अगाडि हेरेर चलाउने सिद्धार्थ आर यु ह्याभिङ फन छोरा रमाइलो भइरहेछ इन्जोय गरिरहेछु भन न सिद्धार्थले इन्जोय गरिरहेछ भन्छ आफै हजुर ठिक छ पानी खाने हो ल ल अलिकछिन त बस अनि पानी दिन्छु इच्छी भयो केही हुन्न लाऊ लाऊ गाडी आउनुहोस् त टोय लगाएर धेरै नबस्छ आऊ मम्मा भिडियो खिचिदिरहेको छु हावालाई बिसाब आयो रे के भन्छ हौ त्यो त खाने पानी हो नि छोरा चाहिँ चलाउ ल उता जाने हामी अब चौरतिर जाने आऊ नजाने के हो उसले फेरि यहाँ धारा देखेको छ डिस्ट्र्याक्ट भएर ल भयो बेबी भयो बाबा नगर न नाना भिज्छ ल नगर्नुहोस् त्यो खाने पानी हो नि छोरा ड्रिङ्किङ वाटर हो नि त्यो ल घुमा खेल्नु हुँदैन नि त्यो छोरा प्लिज मम्मा के भनिरहेको छु ल साइकल चलाउने ल छिटो ल लास्ट एकचोटि गर्ने नि अब भयो ल डन डन ल गुड बोय उता जाने उता बेबु उता लेफ्ट टर्न गर न ल ल ल हावा आयो जानुहोस् मम्मा आउँदैछु ल किन घुमाएको झन् मम्माले चाहिँ फेस खिचिदिने भनेर यता आइरहेको छु ल राइट टर्न गर्नुहोस् ल आउनुहोस् न आऊ बेबुको भ्लग खिचिरहेको छु क्या मम्माले हो कि डिस गर्नु हुँदैन केयरफुल भएर खेल्ने ल राइट टर्न गर्नुहोस् फेरि के उता जाने टर्न बाबा दुस गर्नु हुँदैन ब्रेक हान्ने ल आउनुहोस् इट्स ओके झिङ्गा भइहाल्छ नि त यहाँ आऊ बास्केटबल कोर्ट रहेछ है ओके ल आऊ न त खेल्ने उता जाने ल यो घामनिर खेल ल ओके कस्तो मजाको आयो ऊ दादाहरू बास्केटबल खेल्न आउनु भयो यहाँ अब हामी उता जाने ल दादाहरू यहाँ खेल्नुहुन्छ ओके जाने हो नगर्ने गुड ल सिधा जानुहोस् किन छोड्नु त किरालाई डिस्टर्ब गर्नुहुन्न है नो बाबा प्लिज यता आउनुहोस् छोरा यता आऊ इट्स ओके अब किराले फेरि सफा गर्नु भन्न थाल्यो नि फेरि आऊ न बाबा यता किरालाई नटेकी आउनु है छोरा के देख्यो त्यहाँ फेरि खै कमिला हो नि यतापट्टि आऊ न मुनि कमिला रहेछ डिस्टर्ब गर्नु हुँदैन नभए टोक्छ नि फेरि आऊ 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 ल जाउँ अड्किँदैन ट्राई गर
गुड हजुर कम हेर मम्मा भन्छ फेरि ल मम्मा यहाँ बसेर वेट गर्छु तिमी पर पुगेर आउनु ल मम्मा यहाँ बस्छु तिमी पर उ त्यो ग्रिन चेयरको छेउमा पुग्नु अनि फेरि टर्न गरेर आउनुहोस् हस् ओके गुड बोय ल जानुहोस् मम्मा भिडियो खिचिदिइरहेको छु मैले हेर्दा हेर्दै साइकल चलाउने भइसक्यो मेरो छोरा पनि ल बेबु आउनुहोस् पछाडि ब्याक सिद्धार्थ आऊ उता गयो नि फेरि बेबु एक राउन्ड हालिसक्यो अब दादाहरूलाई बास्केटबल खेल्न दिने त्यहाँ नजाने ल ओके बेबु गुड बोय ओके त्यहाँ खेल्नुहुन्छ दादाहरूलाई एकछिन बास्केटबल खेल्न दिने बेबु यतानिर साइकल खेल्ने हस् थ्याङ्क यू छोरा ल अगाडि हेर्नु उयो माथि जाने आऊ यता साइडमा जाने ल उ त घाम लागेको साइडतिर हेर्न त त्यहाँबाट एक राउन्ड हाल्ने बेबु यसरी हेर त सर्कल यस्तो गर्ने अनि लेफ्ट टर्न गर्ने यता मम्माको छेउमा आउने ल जाऊ कहाँ जाने त उतै जाने फेरि ल हुन्छ मम्मा एकछिन बस्नु दादाहरू बास्केटबल खेल्नु भएकोपट्टि नजाऊ ल त्यो दादाहरूलाई डिस्टर्ब हुन्छ नि त ओके सिधा जाने अनि फेरि टर्न गरेर अनि मम्मातिरै आउनु हस् ओके थ्याङ्क यू छोरा ल मम्मा बस्छु ल जानुहोस् होइन नघुम्ने दादाहरू बास्केटबल खेल्दै हुनुहुन्छ डिस्टर्ब नगर्ने ओके बेबुले अघि त साइकल खेल्दा दादाहरूले डिस्टर्ब गर्नु भएन नि है बेबुले पनि डिस्टर्ब नगर्ने ल ओके नघुम्ने बाबा अन्त दादाहरूलाई डिस्टर्ब हुन्छ नि त उसकै जित्का फेरि उसकै इच्छा फेरि ल बिस्तारै जानुहोस् मम्मा हेरिरहेको छु जाऊ त्यहाँबाट राउन्ड हालेर आउँछु भन्छ पुगेर देखिन्छ कि देखिँदैन यहाँ क्यामेरामा आइपुगेन आऊ मम्मा हेरिरहेको छु त्यो दादाहरूलाई खिच्न मिलेन नि त फेरि मम्माले almost 3-year-old को फुच्चे सीधा दावा शेर्पा आउनु भयो गुड लाउ हाई छोरा गुड ठिक छ चिसो भएको छैन नि घामनिर त ठिकै छ उता त कस्तो हावा लागिरहेछ के देख्नुभयो हाउ देख्यो कस्तो राम्रो रहेछ है टोक्दैन स्केरी हाउ रहेछ हो र यता माथि जाने बेबु यता माथि एक राउन्ड हान्ने हो कि ओ पर पुगेर आउने हामी पर नजाने ल साइकललाई होइन बेबु मात्रै खेल्ने साइकललाई खेलाउन मिल्दैन नि छोरा सुकेपिटीमा त कहाँ साइकल चलाउँछ त नि ओहो
माथि लानु मिल्दैन छोरा एकछिन ती पाक गर सिद्धार्थ मिल्दैन माथि लानु मिल्दैन यही राख हुन्न ल आउनुहोस् यता बिस्तारै गर्नु न बाबा हेलमेट नलाउने ल एकछिन बस साइकल खेल्ने हेलमेट लाउने एकछिन नचल न त्यो मम्मा निकालिदिन्छ ल ओ किन छोडेको बाबा ल खै हल्का पसिना आयो ज्याकेट त खोल्नु हुन्न होइन कस्तो हावा लागिरहेछ हो यहाँ जाउँ ल सकिरहनु भएको छ त कस्तो ठुलो बच्चा देखेको हो कति ठुलो देखेको हो मेरो बेबुलाई डट्टी नखेल्नु नि त ल जाऊ माथि ट्रीबाट खसेको हो छोरा फालेको होइन कि माथि रुखबाट झरेको हस् सुक्यो अनि सुकेपछि झर्छ नि त ल स्लाइड खेल्न जानुहोस् हावाले ज्याकेट उडायो खोइ ममा जिप लगाइदिन्छु नि त जिप अप गर्ने हो के ओके आफै गर्ने बेबुले हेल्प गर्नु ओके ल लाऊ पानी खानु छोरा अलिकति त्यहाँ बसेर पानी खाऊ त प्लिज ओ गुड ओके एकछिन बस्ने पानी खानु ल अलि खाऊ न बाबा अलि खाऊ न कि थोरै खाएको नखेल्ने ल वाटर बोतल सिधा गर्नुहोस् प्लिज ओ थ्याङ्क यू छोरा लाउनुहोस् ल नहाँस्ने किन हाँस्नु ल ल ओ माई गड सिद्धार्थले कसरी खेलेको हो भयो माथि आऊ न माथि ल ल सुल्टो खेल्ने उल्टो खेल्ने केयरफुल है हजुर मम्माको के गर्ने फु गरिदिने सफा गरिदिने यसो के बाबा मम्माले खेल्दिनँ अहिले बेबुको भिडियो खिचिरहेको छ नि त मम्माले आऊ माथि हजुर हजुर स्टार रहेछ ल मुनि राख्दो आऊ ल स्लाइड खेल्नु अनि मम्मा भिडियो अफ गर्छु हस् ल ओके बाई भनिदेऊ अझै खिच्नु एकछिन ल बेबी एकचोटि अब स्लाइड गर्नुहोस् अनि मम्माले भिडियो अफ गर्छु माथि रुखबाट झरेको कस्तो हावा लागिरहेछ मजाको हावा लागिरहेछ ल ओके बाई भनिदेऊ बाई थ्याङ्क यू फर वाचिङ माई भिडियो एभ्री वान भनिदिनुहोस् ल ल ल हजुर बर्ड कति धेरै बर्ड आएछ है हजुर ल ओ माई गड बेबु कसरी खेल्नु भएको यो खे भन्नु लाउँछ ल अब चाहिँ भयो हस् प्लिज अफ गर्नु ल बाई 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 भन्नु भिडियोमा थ्याङ्क यू फर वाचिङ माई भिडियो भनिदिनुहोस् सी यु अल नेक्स्ट टाइम भन्दै होला ल ल म अब इन्जोय गरेर सिलगढी खेल्छु भन अहिले गर्न जाने अनि अनि चकचक नगर्ने अनि ब्लुबेरी रास्पबेरी अम्मक खाने अनि 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 सक्यो सबै चेरी खाने सबै एकैचोटि खायो भने वाक हुन्छ है हुन्छ नि पेटायो हुन्छ नि
मम्मालाई सेयर नगर्ने नगर्ने गर्ने होला जाऊ मम्मा ओके थ्याङ्क यू ओके बाई ओके बाई उम्मा गरिदेऊ इन्जोय गर्ने सिबिल खेतमा ल ल यसो यसो गरिहेर्ने त्यसै त हर्ट हुन्छ नि तिमीलाई बेबु फोन भयो नक्कली नक्कली मम्मा नबस्ने सिधा ल ल मम्मा बस्दिनँ ल ओके बाई सकिरहनु भएको छ त आऊ न ट्राई गर्नुहोस् सक्यो गुड जब बेबु सक्छ आऊ न पेडल घुमाऊ न ओ गुड बोय सकिरहेछ त छोरा घुमाऊ न घुमाऊ न पेडल अगाडि 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 लिन फरवर्ड अगाडि ल ल जाऊ सक्यो बेबुले साइकललाई नि सिलपिती खेलाउने लाउनुहोस् अगाडि लाउ घाँसमा जाने घाँसमा जाने ल जाऊ गएन गएन घुमाउ न पेडल घुमाउ न ल ल इट्स ओके ल जानुहोस् ट्राई सक्छ बेबुले सक्छ पेडल घुमाउने सक्छ घुमाउ नजाने गाह्रो भयो ल ल ओके यता आउने कि उता जाने पर जाने लाउ लेट्स गो लाउ नजाने ल आउनुहोस् कता जाने ल ओके ल ओके नजाने छोरा अम्मले खोकिरहेछ कस्तो जति रहेछ के टोरी डटी रहेछ है त नजाने ओके गुड ल ल जानुहोस् रोडमा हुँदैन है गुड बोय ओके हुन्छ ल हिँड्नुहोस् ल ल खेल्ने बाबा हिँड न खेल्नुभन्दा बोली नै बेसी छ मेरो छोराको ओके ल आउनुहोस् न दादाहरूसँग मिलेर खेल्ने ल आउनु भयो के भयो दादाले मजा आइरहेछ के गर्ने दुङ गर्नुहुन्न छोरा हर्ट हुन्छ नि आउनुहोस् आउनुहोस् हजुर हजुर के हुन्न खेल्दै हुन दादालाई बेबी साइकल खेल्छ नि आउनु त आऊ ल ल आऊ स्माइल रे ल आउनुहोस् ल आउँछ र ल टोपी नलाउनु बाटोमा जानु हुँदैन बेबी साइक्लिङ गर्दैछ ओहो कस्तो हाउला केयरफुल बेबी ल टर्न गर्नुहोस् छोरा बेबु त्यहाँ रोडबाट आउँछ यता आऊ ठुलो 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 बाटो आउँछ यता आउनुहोस् ल फेरि यता आउने ल आउनु भयो ल आउनुहोस् ल तातो भयो ल ल हिँड न यहाँ घाम लागिरहेछ नि त अनि तातो भएको ल त अलि उकालो छ ल ट्राई गर्नु सक्छ मेरो बेबीले सक्छ ल ट्राई बेबी ट्राई ल उठेर हिँडेको हो पेडल घुमाउने है त्यसरी ल गुड जब सकिरहनु भएको छ त जाउँ न
घुमिरहेछ घुमाउ न त्यो निकाल्यो भने अप्ठ्यारो हुन्छ नि छोरा ल जाऊ जाऊ ल जाऊ सक्छ छोरा घुमाउ न सक्यो गुड बोय ल जानुहोस् ल बेबु चाहिँ कति 1 घन्टाभन्दा बेसी भइसक्यो खेलेको र पनि स्टिल पुगेको छैन उसलाई गर्मी भएर ज्याकेट खोलेर हेलमेट खोलेर खेलिरहेछ अहिले चाहिँ छोरा घर जाने अब हस् जानै मान्दैन हेर न त्यहाँसम्म पुग्छ नि फेरि आफै फर्केर आउँछ बेबु ए ल आफै आयो झन्डै उता गयो जस्तो लागेको चाहिँ तर जाँदैन जान त मम्मा एकछिन बस्छ खेल ल भनेको मजाले खेलिरहेछ यता यता हेर्दिन तिम्रो भिडियोमा सिद्धार्थ टायर्ड हुनुभयो मैले लाउनुहोस् मम्मा छेउमा बस्ने लाऊ अघि आऊ थ्याङ्क यू बेबी कस्तो मजाले खेल्नु भयो मेरो छोरा है थ्याङ्क यू बेबी मम्माले हेरिरहेको थियो कस्तो ज्ञानी भएर खेल्यो मेरो छोराले ल पानी खानुहोस् त्यो ड्राई लिफ ए होइन त्यो तिम्रो साइकलको हो नि ल पानी पिउनुहोस् त बेबु खै तिम्रो पानी खोइ अलि त बस्नु मम्मालाई खिच्न मिलेन तिम्रो भिडियो ल पानी पिउनुहोस् जिन्जर वाटर खानु मन लाग्यो घरमा छ नि जिन्जर वाटर त मम्माले बनाइदिन्छु नि छैन त स्काईमा छ हेलमेट उता राखिरहेको छ बेबुको लिएर आउने ल लिएर आऊ आउनुहोस् हो ल बस्नु पानी खानुहोस् पानी खाने कि पिउने छोरा गुड जब पुग्यो सियाको हो सियाको छ छैन खै आएको जस्तो लाग्यो छ खै म सिपुस्दिन्छु ल बेबु खेल्ने पार्क चाहिँ यही हो घर नजिकै ल ल मम्मालाई खिचिदिइरहेको छु ल ल बेबुले नआउनुहोस् ल बेबुले खिच्ने ल बिस्तारै खिच्नु ल बेबुले खिच्छु है ल क्यामेरा कति हल्लायो होला है मम्मा खिचेको तिम्रो हातले छेकिरहेको रहेछ तिम्रो फिङ्गरले बेबुको फिङ्गरले छेकिरहेको रहेछ देखियो ल ल देखिरहेछ तिम्रो सामान ऊ परेर राखेको छ नि त हाम्रो सामान ल लेट्स गो ऊ पर सामान छ हेर अहिले फेरि को आउनु भयो भने फेरि त कसको रहेछ भनेर फालिदिनु हुन्छ नि फेरि कम लेट्स गो ल बेबुको एकचोटि खिचिदिन्छु मम्माले ल ल लेट्स गो हस् पुरै क्यामेरा हल्लायो होला आफै खिच्छु भने दौडेर
ल लास्ट एकचोटि श्रीपति खेल न घर जाने हजुर अब कति धेरै साइकल खेलिसक्यो छोरा अब घर गएर रेस्ट गर्ने भोलि फेरि आउने हो नि त ल घरमा गएर ब्लक्स खेल्ने आज बेबीको नयाँ ब्लक्स आएको छ नि म्याग्नेटिक ब्लक्स ल आउनुहोस् लेट्स गो है अघि एमाजोनबाट बेबीको ब्लक्स आएको छ नि नयाँ ब्लक्स ओके ओके ल आउनुहोस् कम छोरा ल लास्ट एकचोटि खेल्नु छ जाने ल ओके ओके छोरा अब फेरि उसलाई लेडी बग नि खेल्नु पर्यो अरे नि ल ल खेल्नुहोस् लेडी बग पनि खेल्नुहोस् ल कसरी चढेको फेरि मुङ्गा हुन्छ नि छोरा त्यसरी त आफै पुस्छ फेरि मैले दुख्यो खै हेर ममा चेक गरौँ लाउन हेर न वाटर बोतल नि आफै पुग्ने रे यसलाई बाटो भन्छ ल ल अनि वाटर बोतल मम्मालाई देऊ न त अप्ठ्यारो हुन्छ नि त्यसरी त वाटर बोतल मम्मालाई दिनु ल लु हेर झन्डै बुङ्गा भयो जान्ने हेर न फेरि